नमस्ते साथीहरू। आज हामीहरू रिस्क रिटर्न एन्ड पोर्टफोलियो अन्तर्गत रहेर न्युमेरिकल क्वेसन्स तपाईहरु सामुन्ने लिएर आइसकेका छौं। योभन्दा अगाडि हामीहरू रिस्क के हो, रिटर्न के हो, पोर्टफोलियो के हो, योसँग सम्बन्धित रहेका फर्मुलाहरू हामीले पार्ट 1 र पार्ट 2 गरेर भिडियो राखिसकेका छौं भने आजको यस भिडियोमा पार्ट 3 जुन कि न्युमेरिकल सोलुसन हामी राख्दै छौं। यसको लागि हामीसँग क्वेसन्स दिया छ। गिवन हामीले यहाँ सारेका छौं। गिवन सिनारियो 1 2 3 प्रोबेबिलिटी को केस हामीले गर्दै छौं। अहिले प्रोबेबिलिटीमा 0.20 0.60 0.20 र स्टक एस 0% रिटर्न होला स्टक को, त्यसपछि 10%, त्यसपछि 20% रिटर्न, त्यसपछि स्टक टी को चाहिँ 10%, 8% र 6% हामीलाई क्वेशनले दिएको छ। इन केस अफ प्रोबेबिलिटी, यो प्रोबेबिलिटी को केस हो है। प्रोबेबिलिटी को केसमा प्रोबेबिलिटी को केसमा मैले अस्ति पनि भनेको थिएँ, यहाँनिर हेर्नु प्रोबेबिलिटी को केसमा 0.20 0.60 यस्तो तरिकाले दियो भने यसलाई प्रोबेबिलिटी भन्छौं प्रोबेबिलिटी को केसमा। र हिस्टोरिकल को केसमा इयर दिएको हुन्छ। इयर 1 2 3 भनेर यसरी यो चाहिँ हिस्टोरिकल हुन्छ भनेर हामीले पढेका थियौं। भने अब प्रोबेबिलिटी को केसमा हामीलाई ए नम्बरमा के गर्नु भन्यो, calculate the expected return of return and calculate the expected rate of return and standard deviation for stock S. Stock S को के निकाल्नु पर्यो, एउटा expected rate of return निकाल्नु पर्यो। यी expected rate of return निकाल्नु पर्यो for stock S को लागि, अनि standard deviation for stock S को लागि निकाल्नु पर्यो। त्यसै गरेर क्याल्कुलेट द एक्सपेक्टेड रेट अफ रिटर्न एन्ड स्ट्यान्डर्ड डेभिएसन फर स्टक टी। एक्सपेक्टेड रेट अफ रिटर्न फर स्टक टी अथवा स्ट्यान्डर्ड डेभिएसन टी, यसले दुईटा कुरा निकाल्न पर्यो। र एक्सपेक्टेड रेट अफ रिटर्न हामीले आर बार एस पनि भन्छौं, आर यो पनि भन्छौं भनेर हामीले पढेका थियौं। एक्सपेक्टेड रेट अफ रिटर्नलाई एक्सपेक्टेड रेट अफ रिटर्न फर बोथ स्टक एस एन्ड एक्सपेक्टेड रेट स्ट्यान्डर्ड डेभिएसन निकाल्नु पर्यो। एक्सपेक्टेड रेट अफ रिटर्न र स्ट्यान्डर्ड डेभिएसन, यसको पनि एक्सपेक्टेड रेट अफ रिटर्न र स्ट्यान्डर्ड डेभिएसन, यसको पनि एक्सपेक्टेड रेट अफ रिटर्न र स्ट्यान्डर्ड डेभिएसन निकाल्नु पर्यो, ए र बी ले भनेको। त्यसपछि क्याल्कुलेट द कोएफिसिएन्ट अफ भेरिएन्स, सीबी निकाल्नु पर्यो फर बोथ द स्टक एस एन्ड स्टक टी। स्टक एस र स्टक टी को के गर्नु पर्यो भन्दा के निकाल्नु पर्यो, कोएफिसिएन्ट अफ भेरिएन्स निकाल्नु पर्यो। र सीबी निकालेर हामीले के पनि गर्न सक्छौं, डिसिजन पनि हामी दिन सक्छौं। यसरी हामीलाई यो क्वेशन दियो है। अब यो क्वेशनलाई तपाईहरुले स्क्रिनशट गर्नु साथीहरु, म ब्याक हट्या छु। यो क्वेशनलाई तपाईहरुले स्क्रिनशट गर्नुस्। यो आज हामी सोलुसन गर्छौं। त्यसपछि हामी 1 बाइ 1 सबै न्युमेरिकलहरु रिस्क एन्ड रिटर्न र पोर्टफोलियोसँग सम्बन्धित रहेका हामीले न्युमेरिकल सोलुसनहरु लिएर आउँछौं। अब यो क्वेशनलाई सोलुसन गरौँ है। यो क्वेशन सोलुसन गर्नुभन्दा अगाडि हामीले के बुझ्नु पर्यो भन्दा, मैले यहाँनिर सानो तरिकाले तपाईहरुलाई यहाँ बुझाएको छु। हेर्नु त, त्यो के हो जस्तो लाग्छ तपाईहरुलाई? यो बक्समा लेखेको छु मैले। यो बक्समा लेखेको के जस्तो लाग्छ साथीहरु? ल भनेछु त, यो बक्समा लेखेको यसको सम्बन्धी यो फर्मुला हो। अब यही फर्मुलाको आधारमा हामी टेबल क्रिएसन बनाउँछौं। हेर्नु है, एकदम सजिलो च्याप्टर छ यो, एकदम सजिलो च्याप्टर छ। एक दुईचोटि गरेपछि हामीले दिमागमा बसिहाल्छ। अब यहाँबाट हेर्नुस्, SOLN सोलुसन, HERE हियर, सोलुसन हियर। सोलुसन गरौँ है। सोलुसन गर्दा अब के गर्ने भन्दा टेबल गराउने। यहाँबाट प्रोबेबिलिटी भनेर लेख्नुस्। अब रिटर्न अन के स्टक एस भनेर लेख्नुस् हो। रिटर्न अन स्टक एस भनेर लेख्नुस्। त्यसपछि आएर रिटर्न अन स्टक एस लेखिसकेपछि अब हामीले के गर्नु छ, हामीलाई एक्सपेक्टेड रेट अफ रिटर्न निकाल्नु छ। अब यता हेर्नु त, प्रोबेबिलिटी सार्नु है। पहिला यो सार्नु, यहाँ 0.20 0.60 र 0.20 यो मैले सारे। रिटर्न अन स्टक एक्स, यसलाई पनि मैले सर सार्दिन्छु 0, त्यसपछि 10, त्यसपछि 20। मैले केही गरेको छैन, यो सारे यो सारे। त्यसपछि एक्सपेक्टेड रेट अफ रिटर्न चाहिन्छ हामीलाई। एक्सपेक्टेड रेट अफ रिटर्न भनेको के हो, समेसन अफ प्रोबेबिलिटी इन्टु रिटर्न अफ के छ, रिटर्न अफ। अब हामीले यहाँ एक्स मान्ने भने रिटर्न अन एस हो नि, सिधै के गर्ने, प्रोबेबिलिटी इन्टु यो हैन है आर एस, यो मल्टिप्लाई गर्दैछ के आउँदो रहेछ, यिनीहरुको यो भनेको समेसन हो कि हैन,
समेसन भनेको अहिले हामीले तल गर्छौँ हेर्नु है। हेर्नु प्रोबेबिलिटी इन्टु यो र यो मल्टिप्लाई गरिदिनु, यो र यो मल्टिप्लाई गर्दाखेरिमा कति आउँछ 0.2 इन्टु 0 गर्दा 0 आयो। 0.60 इन्टु 10 गर्दा कति आउँछ 6 आउँछ। हेर्नु साथीहरू, र तपाईँहरूको 0.20 इन्टु 20 गर्दा कति आउँछ 4 आउँछ। हेर्नुहोस् है, यो गर्दा तपाईँहरूको 4 आउँछ। 0, 6 र 4 हेर्नु क्यालकुलेटरमा हाल्नुहोस्, 0, 6 र 4 आउँछ। त्यस पछाडि सम होइन है, समेसन अफ प्रोबेबिलिटी इन्ट्री 6 4 कति भयो 10 आयो। यहाँनिर के भनेर लेख्नुहोस् अब एक्सपेक्टेड रेट अफ रिटर्न अन एस, एक्सपेक्टेड रेट अफ रिटर्न अन एस बराबर 10 भनेर आयो। यो सम गरियो नि, अथवा यसलाई के पनि लेख्न सकिन्छ आर बार एस भनेर पनि लेख्न सकिन्छ। अब एउटै कुरा लेखौँ हामीले के लेखौँ एक्सपेक्टेड रेट अफ रिटर्न अन एस, स्टक एस को एक्सपेक्टेड रेट अफ रिटर्न 10 आयो भनेपछि यो यति आयो भनेपछि अब हामीलाई अर्को चाहिने के हो भन्दा हामीलाई चाहिने भनेको यो एक्सपेक्टेड रेट अफ रिटर्न निकालियो। अब के चाहिन्छ स्ट्यान्डर्ड डेभिएसन चाहिन्छ। ए नम्बरमा निकाल्नु पर्ने भनेको यसको एक्सपेक्टेड रेट अफ रिटर्न पनि हो, स्ट्यान्डर्ड डेभिएसन पनि निकाल्नु पर्ने भन्छ। एक्सपेक्टेड रेट अफ रिटर्न चाहिँ प्रोबेबिलिटी इन्टु रिटर्न मल्टिप्लाई गरेर सम गर्दैछ आउँदो रहेछ भनेपछि अब हामीलाई के चाहिने हो फर्मुलामा के छ हेर्नु त प्रोबेबिलिटी इन्टु आरएक्स माइनस एक्सपेक्टेड रेट अफ रिटर्नको होल स्क्वायर गर्दैछ स्ट्यान्डर्ड डेभिएसन आउने हो भनेपछि सबभन्दा सुरुमा के निकाल्नु पर्यो यो ब्राकेट भित्रको कामलाई, ब्राकेट भित्रकोलाई जस्ताको तस्तै यहाँ ल्याएर कपी पेस्ट गर्ने, ब्राकेट भित्रकोलाई यहाँ ल्याएर कपी पेस्ट गर्ने, स्क्वायर नलाउने। पहिला ब्राकेट भित्र के छ एक्स को ठाउँमा हाम्रो एस हुने भयो, आर एस माइनस एक्सपेक्टेड रेट अफ रिटर्नको के गर्नु पर्यो एस भनेर गरिदिनु पर्यो। हेर्नु त यो ब्राकेट भित्रको कुरालाई मैले यहाँ ल्याएर राखेँ, यो ब्राकेट भित्रको कुरा छ नि यसलाई यहाँ ल्याएर राखियो। यो कहाँबाट आयो फर्मुलाबाट आयो। हेर्नु है, अब आरएस भनेको कति छ 0 माइनस 10 गर्दा कति आउँछ हेर्नु त। यो आरएस भनेको यो हो 0 माइनस 10 इ 0 माइनस 10 भनेको कति माइनस 10 हो कि होइन माइनस 10 हो। 10 माइनस 10 भनेको कति 0 हो। इ आरएस भनेको 10 छ अनि एक्सपेक्टेड रेट अफ रिटर्न हामीले यहाँ निकालेका छौँ 10, 20 बाट 10 गर्दा 10 आयो। यो त तपाईहरुले बुझ्नुहुन्छ। त्यस पछाडि अब के गर्ने हो, त्यस पछाडि अब के गर्ने यी अब स्क्वायर गर्दिने, यसैको स्क्वायर गर्दिने। ल हेर्नु टेबल यहाँ आरएस माइनस एक्सपेक्टेड रेट अफ रिटर्न को के गर्ने सरी एक्सपेक्टेड रेट अफ रिटर्न को यसलाई के गर्दिने स्क्वायर गर्दिने। यो स्क्वायर गरेर इन्टु केले मल्टिप्लाई गर्दिने प्रोबेबिलिटीले मल्टिप्लाई गर्दिने हो। गरेपछि हाम्रो स्ट्यान्डर्ड डेभिएसन आउँछ। हेर्नु है यसको स्क्वायर कति, यसको स्क्वायर गर्नुस् त ल। यसको स्क्वायर कति हुन्छ 10 को स्क्वायर 100। अब 10 को यसको स्क्वायर गर्नु पर्यो माइनस माइनस के हुने भयो प्लस हुने भयो हो 100 इन्टु। अब यहाँ तपाईहरुलाई म ल माइनस 10 इन्टु माइनस 10 भयो हैन। आरएस माइनस एक्सपेक्टेड रेट अफ रिटर्न को यो स्क्वायर गर्ने भनेको यसको स्क्वायर गर्ने भनेको माइनस 10 को स्क्वायर भनेको चाहिँ 100 भयो। 100 इन्टु 0.20 गर्नु पर्यो माइनस 10 इन्टु माइनस 10 भयो कि न यो भनेको। त्यस पछाडि इन्टु प्रोबेबिलिटी भनेको 0.20 भयो। अब मैले बारम्बार गर्दिन तपाईहरुले बुझ्नुस्। माइनस माइनस प्लस हुन्छ यहाँनिर 100 इन्टु 0.20 गर्दाखेरिमा तपाईको कति आउँछ त भन्दाखेरिमा यहाँनिर 20 आउँछ। यो हेर्नु है यो 20 आउँछ। अब मैले तपाईहरुलाई अब एकैचोटि भनिदिन्छु यहाँनिर अब बुझ्नुहुन्छ। फेरि हेर्नुस् यहाँनिर लम्बा चौडा कुरा नगरौँ। यहाँनिर के गर्नु भन्दा यसको स्क्वायर गरेर यसले मल्टिप्लाई, यसको स्क्वायर गरेर यसले मल्टिप्लाई, यसको स्क्वायर गरेर यसले मल्टिप्लाई। माइनस माइनस प्लस 10 इन्टु 10 100, 100 इन्टु 0.2 गर्दाखेरिमा कति आयो त भन्दा 20 0 20। अब गर्दाखेरिमा यसको के गर्नु पर्यो। अब यो भनेको स्ट्यान्डर्ड डेभिएसन हो स्ट्यान्डर्ड डेभिएसन भनेको चाहिँ कति आयो स्ट्यान्डर्ड डेभिएसन अफ एस बराबर भनेको चाहिँ के हो स्ट्यान्डर्ड डेभिएसन अफ एस भनेको चाहिँ अन्डर रुट भित्र राख्ने हो। अहिले चाहिँ हाम्रो सम गर्दियौँ यसमा चाहिँ यो सम गर्दाखेरिमा चाहिँ कति आउने भन्दा यसको पहिला समेसन गर्दियौँ। समेसन 40 आउने भयो। जस्तै समेसन गर्दाखेरिमा आर एस माइनस एक्सपेक्टेड रेट अफ रिटर्न को
होल स्क्वायर बराबर कति 40 भयो। यो 40 भयो। अब हेर्नु, अब तपाईहरुले एकचोटि यहाँनिर फेरि एकचोटि ध्यान दिएर हेर्नुस्। फेरि एकचोटि यसलाई रिभिजन गरौँ। मैले केही गरेको छैन यसमा। यो क्वेसन दिएको छ एक्सपेक्टेड रेट अफ रिटर्न र स्ट्यान्डर्ड डेभिएसन निकाल्न खोजेको हो। एक्सपेक्टेड रेट अफ रिटर्न निकाल्नको लागि प्रोबेबिलिटी जस्ताको तस्तै सारियो। रिटर्न अन स्टक एसलाई यसरी लेख्यो, प्रोबेबिलिटी इन्टु आरएस भनेको 064। यो चाहिँ यसले यसलाई मल्टिप्लाई गर्ने यहाँ, यसले यसलाई मल्टिप्लाई गर्ने यहाँ, यसले यसलाई मल्टिप्लाई गर्ने यहाँ। त्यस पछाडि आरएस माइनस एक्सपेक्टेड रेट अफ रिटर्न भनेको 0 बाट 10 माइनस 10, 10 बाट 10 0, 20 बाट 10 यो भयो। अब आर माइनस एक्सपेक्टेड रेट अफ रिटर्नको स्क्वायर भनेको यसको स्क्वायर गर्ने यसले मल्टिप्लाई गर्ने, यसको स्क्वायर गर्ने यसले मल्टिप्लाई गर्ने, यसको स्क्वायर गर्ने यसले मल्टिप्लाई गर्ने। यो कहाँबाट आयो? यहाँ पहिला स्क्वायर नगरेको टेबल यहाँ ल्याएर कपी पेस्ट गर्ने, अनि यो यहाँबाट आयो। ल हेर्नुहोस् यहाँ त जे चाहिँ हामीले चाहिँ निकाल्नु पर्ने छ त्यो फर्मुलाबाट यहाँ टेबलिङ गरेर निकाल्दिने हो। अब हामीले के काम गर्नु पर्यो भन्दाखेरिमा यो तपाईहरुले गर्नुभयो होला। अब म यसलाई मेटाउँछु साथीहरु। त्यस पछाडि हाम्रो यो कति आछ सम्झनु है। यो 40 आएको छ अनि एक्सपेक्टेड रेट अफ रिटर्न 10 आएको छ। यो दुईटा सम्झिनुस् है, 40 र 10 आएको छ भन्ने कुरा। अब यतापट्टि के भनेर लेख्नु भन्दा यतापट्टि ए नम्बरमा एउटा के आएको थियो EXPECTD एक्सपेक्टेड रेट अफ रिटर्न बराबर यसलाई यस्तरी लेखौँ एक्सपेक्टेड रेट अफ रिटर्न अन स्टक एस भनेर चाहिँ कति आएको थियो एक्सपेक्टेड रेट अफ रिटर्न चाहिँ 10% आएको थियो हो। अनि अर्को भनेको STANDARD स्ट्यान्डर्ड DEVIATION डेभिएसन स्ट्यान्डर्ड डेभिएसन अफ एस भनेर चाहिँ कतिमा राख्ने हो हाम्रो फर्मुला अन्डर रुट भित्र हो कि हैन। अन्डर रुट भित्र के हो? अन्डर रुट भित्र हाम्रो यसको फर्मुला भनेको अन्डर रुट भित्र समेसन PS RS माइनस R यो एक्सपेक्टेड रेट अफ रिटर्न हो। एक्सपेक्टेड रेट अफ रिटर्न अफ एस को होल स्क्वायर यो हाम्रो कति आछ अन्डर रुट 40 इक्वल टु गर्नुस् अन्डर रुट 40 भनेको चाहिँ तपाईको 6.32 हेर्नु त हो कि हैन। 6.32 तपाईहरुले पनि क्याल्कुलेटर थिच्नु होला। 6.32% आयो। अब यसमा तपाईहरुले यसमा पनि फर्मुला राख्न सक्नुहुन्छ। एक्सपेक्टेड रेट अफ रिटर्न भनेको के हो यो समेसन अफ प्रोबेबिलिटी इन्टु रिटर्न अन एक्स यो भनेको कति आछ 10% आछ। यसरी यो देखाइदिनु पर्यो। त्यो टेबल पछि यो काम गर्दिनु ए नम्बरको सकियो। अब यही तरिकाले कुन गर्ने बी नम्बरको गर्ने यो स्टक टी को गर्ने। अब यहाँ के भनेर लेख्ने भन्दा यो गर्नुभयो होला साथीहरु सँगसँगै गर्नुस्। कपी पेन सम्पूर्ण कुरा हातमा लिएर सँगसँगै गर्नु। अबका कुराहरुलाई सोध्नु होला है। हाम्रो टिप्नु होला स्टक एस को रिटर्न 10 आछ स्ट्यान्डर्ड डेभिएसन 40 आछ। यो चाहिँ तपाईहरु टिप्नु पछि डिसिजनमा हामीलाई चाहिँ सरी 6.32 आछ है। 6.32% यो पर्सेन्टेज यो दुईटा आएको छ। तपाईले टिप्नु पछि डिसिजनमा लेख्नु पर्ने हुन्छ। मैले त्यहाँ टिपेको छु। अब स्टक टी को क्याल्कुलेसन CALCULATION क्याल्कुलेसन अफ EXPECTD expected RATE rate of expected rate of return and STANDARD standard DEVIATION deviation for स्टक टी को चाहिँ एक्सपेक्टेड रेट अफ रिटर्न र स्ट्यान्डर्ड डेभिएसन निकाल्नु पर्यो। अब यसको पनि के गर्नु पर्यो पहिला प्रोबेबिलिटी लेख्नु पर्यो प्रोबेबिलिटीका लागि। अनि रिटर्न अन टी भनेर लेखिदिनु पर्यो। यसको लागि पनि 0.20 लेख्नु सेम प्रोसेस 0.60 गर्नुस् 0.20 लेख्नुस्। अब आरटी भनेको 10 8 6। अब यो प्रोबेबिलिटी इन्टु एक्सपेक्टेड रेट अफ रिटर्न निकाल्न इन्टु कति आरटी रिटर्न अन टी ले मल्टिप्लाई गर्न 0.2 इन्टु 10 गर्नुस् कति आयो 0.2 इन्टु 10 गर्दिनुस्। 0.2 इन्टु 10 गर्दाखेरिमा 2
2 आयो। त्यस पछाडि 0.60 इन्टु 8 गर्दाखेरिमा 4.8 आउँछ। त्यस पछाडि तपाईँको 1.2 आउँछ। यो जोड्दा कति आउँछ? समेसन एक्सपेक्टेड रेट अफ यो यी नै हो। यसलाई हामीले के भन्न सकिन्छ? यसलाई हामीले भन्ने एक्सपेक्टेड रेट अफ रिटर्न अन टी भनेर हाम्रो कति आयो? यो तीनटा जोड्ने समेसन हो। यो तीनटा जोड्नु 2 प्लस 4.8 प्लस 1.2 गर्दाखेरिमा 8 हाम्रो के आयो? एक्सपेक्टेड रेट अफ रिटर्न आयो। अब फर्मुलाको सानो भाग मैले यहाँ लेखिदिनु भनेको छु। पहिला यो भित्रको स्मल ब्राकेटको आरटी माइनस एक्सपेक्टेड रेट अफ रिटर्न अन आरटी भनेर यो गर्नु भनेको छु है मैले। अब आरटी भनेको कति? 10 बाट 8 घटाउँदा कति हुन्छ? 2 आयो। 8 बाट 8 घटाउँदा 0 आयो। 6 बाट घटाउँदाखेरि -2 आयो हो। अब यति आइसक्यो भने पछाडि अब मैले के भनेको छु? प्रोबेबिलिटीले योसँग स्क्वायरिङ गरिदिने हो कि हैन? हाम्रो यहाँ स्क्वायरिङ छ, प्रोबेबिलिटीसँग मल्टिप्लाई गरिदिने, यही फर्मुलाको कुरालाई अब हामीसँग यो टेबलमा आइसकेको छ। आरटी माइनस एक्सपेक्टेड रेट अफ रिटर्न अन आरटी को के गर्नुस्? स्क्वायर गर्नुस्। यसको स्क्वायरलाई प्रोबेबिलिटीसँग मल्टिप्लाई गरिदिने। यसको स्क्वायर भनेको 4 इन्टु 0.20 हो कि हैन? ल हेर्नुस् त, यसको स्क्वायर भनेको 4 हो। यसको स्क्वायर भनेको 4 सँग यो मल्टिप्लाई गर्दा 0.8 अनि त्यस पछाडि यसको स्क्वायरले योसँग मल्टिप्लाई 0 ले यसलाई मल्टिप्लाई गर्दा 0 माइनस माइनस प्लस 4 इन्टु 0.2 गर्दा यहाँ पनि 0.8 नै आयो। अब यो गर्दाखेरिमा कति आयो? सम गर्दा यो सम गर्दा प्रोबेबिलिटी अनि आरटी माइनस सम अफ आरटी को स्क्वायर गर्दाखेरिमा तपाईको हाम्रो कति आउँछ? यो भन्दा तपाईको जोड्नुस् त, जोड्दाखेरिमा 0.8 प्लस 1.6 आउँदो रहेछ। यो चाहिँ हाम्रो अब एकचोटि फेरि अब तपाईहरुले कपीमा एकदम आनन्द रूपले स्पष्ट तरिकाले पेन्सिलले धर्का बनाउने, सिधा काट्ने हैन, कन्टेन्ट एकदम स्केल पेन्सिल इरेजरको प्रयोग गरेर राम्रो तरिकाले प्रोबेबिलिटी लेख्ने, आरटी लेख्ने, पी इन्टु आरटी गर्ने हैन। आरटी ले एक्सपेक्टेड रेट अफ रिटर्नलाई यहाँ भित्रको पहिला गर्ने, त्यस पछाडि प्रोबेबिलिटीसँग यो आएकोले स्क्वायर गरेर योसँग मल्टिप्लाई गर्दैछ हाम्रो के आउँदो रहेछ? स्ट्यान्डर्ड डेभिएसन आउँदो रहेछ। अब अहिलेको चाहिँ प्रोसेस गर्ने। अघि हामीले के गरेका थियौं? अघि हामीले क्याल्कुलेसन अफ के गरेका थियौं? अब अघिको चाहिँ फेरि तलपट्टि एक्सपेक्टेड रेट अफ रिटर्न कति आयो र स्ट्यान्डर्ड डेभिएसन कति आयो भनेर तलपट्टि लेखिदिनु। त्यस पछाडि हेर्नुस् है, तलपट्टि चाहिँ स्ट्यान्डर्ड डेभिएसन कति आयो र हाम्रो हाम्रो EX PECTD एक्सपेक्टेड रेट अफ रिटर्न फर स्टक टी बराबर प्रोबेबिलिटी इन्टु आरटी गर्दाखेरिमा कति आएको थियो? यो गर्दाखेरिमा हाम्रो 8% चाहिँ हाम्रो के आएको थियो? हाम्रो एक्सपेक्टेड रेट अफ रिटर्न आएको थियो। भनेपछि अर्को चाहिँ स्ट्यान्डर्ड डेभिएसन अफ स्टक टी। अब यहाँनिर स्ट्यान्डर्ड डेभिएसन फर टी भनेर यसरी लेख्नुपर्ने हो। अनि यहाँनिर पनि हामीले के भनेर ठिक छ त्यो माथिपट्टि त्यो नै भइहाल्यो। ल के भएन, यहाँनिर चाहिँ स्ट्यान्डर्ड डेभिएसन अफ स्टक टी चाहिँ हाम्रो कति? हाम्रो 1.6 आएको थियो। 1.6 लाई हामीले अन्डर रुट भित्र राख्नु पर्यो है। अन्डर रुट भित्र 1.6 राख्दाखेरिमा 1.26% चाहिँ हाम्रो स्ट्यान्डर्ड डेभिएसन। अब यो पनि लेख्नु, स्टक टी का लागि 8% एक्सपेक्टेड रेट अफ रिटर्न, 1.26 चाहिँ हाम्रो के? 1.26 चाहिँ हाम्रो स्ट्यान्डर्ड डेभिएसन। यति कुरा चाहिँ हाम्रो आयो भनेर चाहिँ गर्नु पर्यो। अब 3 नम्बरमा हामी के निकाल्छौं? कोएफिसिएन्ट अफ भेरिएन्स निकाल्छौं है। सीबी निकाल्छौं। के निकाल्छौं?
कोफिसिएन्ट अफ भेरिएन्स निकाल्छौँ। कोफिसिएन्ट अफ भेरिएन्सको फर्मुला के भनेको थिएँ? सिबी को फर्मुला के थियो? सिबी को फर्मुला चाहिँ स्ट्यान्डर्ड डेभिएसन डिभाइडेड बाई एक्सपेक्टेड रेट अफ रिटर्न भनेर भनेको थियौँ। एक्सपेक्टेड रेट अफ रिटर्न अफ टी अथवा टी, यो माथिपट्टि स्ट्यान्डर्ड डेभिएसन हो, तलपट्टि टी को निकाल्न पर्यो भने टी, अनि स्टक एस को निकाल्न पर्यो भने स्टक एस को लागि यो फर्मुला चाहिँ तपाईहरुले याद गर्नु पर्यो। हामीले अघिल्लो भिडियोमा फर्मुला लेखाउँदा फर्मुला भन्दाखेरि यो पनि हामी छलफल गरिसकेका छौं। कोभेरिएन्स निकाल्ने यो फर्मुला सिबी निकाल्ने है, कोएफिसिएन्ट अफ भेरिएन्स निकाल्ने। नाउ सी नम्बरमा CALCULA TION क्याल्कुलेसन अफ CO कोएफिसिएन्ट अफ भेरिएन्स COEFFICIENT कोएफिसिएन्ट अफ VARIANCE भेरिएन्स CV भनेर हामी निकाल्न सक्छौं। अब पहिला चाहिँ CV और के गरौँ? S गरौँ है। कोएफिसिएन्ट अफ स्ट्यान्डर्ड डेभिएसन अफ S डिवाइडेड बाई एक्सपेक्टेड रेट अफ रिटर्न अन के गरौँ? S गरौँ। मैले अघि यो किन लेखेर आइछु भन्दा यो यहाँको लागि। अब स्ट्यान्डर्ड डेभिएसन हाम्रो कति आएको थियो? माथिपट्टि यो स्ट्यान्डर्ड डेभिएसन हो, यो 6.32 आएको। 6.32 स्ट्यान्डर्ड डेभिएसन हो। एक्सपेक्टेड रेट अफ रिटर्न 10% हो भनेपछि सिबी कति आयो? 6.32 ले 10 लाई भाग गरेर 6.32 डिवाइडेड बाई 10 भनेको कति आउँछ? 0.632। 0.632 चाहिँ हाम्रो के आयो? कोएफिसिएन्ट अफ भेरिएन्स अफ स्टक एस भनेपछि अगेन अब यसैमा के गर्ने भन्दा तपाईको कोएफिसिएन्ट अफ भेरिएन्स अफ स्टक टी गर्दा पनि फर्मुला त्यही हो, स्ट्यान्डर्ड डेभिएसन अफ टी डिवाइडेड बाई एक्सपेक्टेड रेट अफ रिटर्न अन टी। अनि यसको लागि टी को स्ट्यान्डर्ड डेभिएसन 1.26 डिवाइडेड बाई 8 हाम्रो के हो? एक्सपेक्टेड रेट अफ रिटर्न हो। डिवाइड गर्नुस् त कति आउँछ? 1.26 डिवाइडेड बाई 8 गर्दाखेरिमा तपाईको आयो कति? 0.1575 यति चाहिँ हाम्रो के आयो? कोएफिसिएन्ट अफ भेरिएन्स आयो। अब डिसिजन दिनुस् हैन, हायर सिबी हायर रिस्क लोअर सिबी लोअर रिस्क। हामीले अघिल्लो उसमा पनि पढाएका थियौं, हायर सिबी भएकोलाई हायर रिस्क हुन्छ, लोअर सिबी भएकोलाई लोअर रिस्क हुन्छ। र इन्भेस्टरको मुख्य उद्देश्य भनेको रिस्कलाई मिनिमाइजेसन गर्ने हो। भनेपछि रिस्क मिनिमाइजेसन गर्नको लागि स्टक टीमा इन्भेस्टमेन्ट गर्नु पर्यो भन्ने कुरा चाहिँ हामी यसमा कन्क्लुजन लेखिदिन सक्छौं। भनेपछि इन्भेस्ट इन INVEST इन्भेस्ट इन STOCK स्टक टी है। स्टक टीमा इन्भेस्ट गर्नु नै हाम्रो लागि के हुन्छ? प्रिफरेबल हुन्छ। त्यसैले इन्भेस्ट इन स्टक टी है, यो स्टक टीमा लगानी गर्दाखेरिमा चाहिँ राम्रो हुन्छ भनेर तपाईहरुले आफ्नो भाषामा लेख्न सक्नुहुन्छ। हामीले हायर सिबी हायर रिस्क लोअर सिबी लोअर रिस्क त्यसरी चाहिँ हामी गर्न सक्छौं। यसरी तपाईहरुले सबभन्दा पहिला के ख्याल गर्नु पर्यो भन्दा एकचोटी मैले सर रिभिजन भने पहिला यो दुईटा फर्मुला हेर्नुस्। एक्सपेक्टेड रेट अफ रिटर्न भनेको प्रोबेबिलिटी इन्टु RS, स्ट्यान्डर्ड डेभिएसन निकाल्नको लागि यो फर्मुलाको प्रयोग गरिन्छ। अनि टेबल बनाउँदा यसको आधारमा बनाउने, त्यसपछि यो भित्रको बनाउने, त्यहाँदेखि स्क्वायर गरेर प्रोबेबिलिटी मल्टिप्लाई गरिदिने। अनि सिबी निकाल्नको लागि स्ट्यान्डर्ड डेभिएसन इन्टु एक्सपेक्टेड रेट अफ रिटर्नले यो गर्दैछ कोएफिसिएन्ट अफ भेरिएन्स आउँछ। यसरी यसमा हामीले के निकाल्यौं भन्दा एउटा चाहिँ एक्सपेक्टेड रेट अफ रिटर्न निकाल्यौं, अर्को चाहिँ स्ट्यान्डर्ड डेभिएसन निकाल्यौं, अर्को कोएफिसिएन्ट अफ भेरिएन्स निकाल्यौं। आजको यस भिडियोमा मलाई लाग्छ साथीहरु तपाईहरुले बुझ्नुभयो होला। एक्सपेक्टेड रेट अफ रिटर्न, स्ट्यान्डर्ड डेभिएसन, सिबी निकालेर कम्प्यारिजन गरेको। र फेरि आउँदो भिडियोमा हामी पोर्टफोलियो सहित स्टक ए लाई 60% दियो भने बाँकी रहेको 40% चाहिँ स्टक बी लाई दिँदै गर्दाखेरिमा पोर्टफोलियो कसरी म्यानेजमेन्ट गर्ने भन्ने कुराको पोर्टफोलियो सहित जोडेर रिटर्न रिस्क र पोर्टफोलियोको सबै न्युमेरिकल लिएर हामी अर्को भिडियोमा आउने छौं। आशा छ साथीहरु यो भिडियोले आउँदो एक्जामलाई तपाईहरुलाई सहयोग गर्नेछ। यस युट्युब च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्न नबिर्सनु होला भन्दै आजको यस न्युमेरिकलबाट म बिदा हुन चाहन्छु। धन्यवाद।